हेलो साथीहरू, वेलकम। ल हेर्नुहोस् त, लड्डु कति राम्रो बनिसक्यो। यो कसरी बन्यो हजुरले भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। हेर्नुहोस् त कस्तो राम्रो। मैले चाहिँ बेसनको लिएँ अनि त्यसपछि यसमा हल्का फुड कलर हालेर मजाले मिसेँ यसलाई। यसमा डल्ला पर्नु चाहिँ हुँदैन है, डल्ला पर्नु चाहिँ हुँदैन। डल्ला पर्यो भने नराम्रो हुन्छ। र मैले अर्को कराई पनि बसाएर तेल हालिसकेँ। त्यो तेल तातेपछि चाहिँ मैले यो झाँझरले यसलाई सानो सानो हुने गरी राखिदिएँ है तेलमा। अब मजाले एकछिन पाक्छ। यो धेरै ब्राउन पनि हुनु हुँदैन है, धेरै ब्राउन अनि सुक्खा पनि हुनु हुँदैन। यो चाहिँ रोटी जस्तो भएको छ, किनभने मिक्सरमा पिस्ने हो, त्यही हुनाले मैले छिटो हुन्छ भनेर चाहिँ यसरी रोटी जस्तो बनाइदिएको छु है। अनि मिक्सरमा पनि पिसेँ। यसलाई धेरै मसिनो पनि गर्नु हुँदैन हजुरहरूले, खस्रो पनि बनाउनु हुँदैन। यतिको भयो भने चाहिँ पर्फेक्ट बन्छ है। यतिको चाहिँ पर्फेक्ट अनि। ल हेर्नुहोस्, मैले चास्नी बसाएँ अनि चास्नी बसाएपछि च्यापच्याप भएपछि चाहिँ पर्फेक्ट हुन्छ नि त। चास्नी च्यापच्याप भयो अनि अघि मिक्सरमा गरेको चाहिँ मैले यता हालिदिइसकेँ। ल हेर्नुहोस्, 2 मिनट जति यसलाई पकाउनु भयो भने चाहिँ हजुरहरूको लड्डु एकदमै नरम हुन्छ, सुक्खा हुँदैन। अनि त्यसपछि हजुरहरूलाई गोलो बनाउन पनि सजिलो हुन्छ। कलर कस्तो देखेको छ हेर्नु न, मैले के फिल्टर लगाएको छुइनँ नि त। यो चाहिँ सेलाउन छोडिदिएको है, मैले एकछिन सेलाउन छोडिदिएँ। अनि त्यसपछि सेलायो। मैले लड्डु यसरी बनाउँदैछु। मलाई गोलो बनाउन चाहिँ आउँदैन है, गोलो बनाउन चाहिँ आउँदैन। हेर्नुहोस् त हजुरलाई कस्तो भयो। ल जस्तो छ राम्रो छ है, मिठो छ।